हेलो गाइजहरू, म चाहिँ एउटा कुरा भन्न आएको होइन। यहाँ एउटा ब्रदरले के भन्दै हुनुहुन्छ भने अनि आज विराटनगर किङ र अनि सुदूरपश्चिम रोयलको गेम थियो। अनि के भन्दै हुन्छ पहिला यहाँ सुन्नु है त। सन्दीप लामिछानेको विराटनगर किङ्स ओह्रालो लाग्यो होइन फाइनलले। सुदूरपश्चिमसँग खेल्न त अझै बाँकी छ, याद गर है। डराए क्या हो? मार्टिन गप्टिल आओस्, डिक्की सर्ट आओस्, डुप्लेसी आओस्, मुन्सी आओस्, जोसुकै आओस्, तर टिम चाहिँ फलप, सबै फलप, ठुलो ठुलो स्टारहरू फलप। अनि कहाँबाट हुन्छ के प्रगति? अब सुदूरपश्चिमसँग खेल्नुपर्छ भनेर डराइरह होला होइन। के भएको के त्यत्रो डराउनु पर्ने छ र? हुन त टाइगरको टिममा डराउनु पनि पर्छ है, यतिको नडराए त हुन्न है। फेरि पोहोर साल थाहा होला नि, 182 को टार्गेट दिएर 100 रन पनि कटा थिएन विराटनगरले। फेरि त्यस्तै हालत होला है। ठुल्ठुलो स्टारहरू त तिमीहरूको चलिरहेको छैनन्, अनि के गर्ने हो त? बेस्ट अफ लक सुदूरपश्चिम। म चाहिँ एउटा के भन्न आएको भने आजको विराटनगर किङ र अनि सुदूरपश्चिम रोयल बिचको एउटा एनपिएलको गेम थियो नि आज, अहिले खर्चै थियो। अनि एउटा ब्रोले बिहान भन्दै हुन्थ्यो के अरे डरायो यस्तो उस्तो, टप अर्डरको ब्याटरहरू चलेको छैन, विराटनगर फ्लप छ, यो छ भनेर थियो। अहिले देख्नुभयो होला नि ब्रो, 11.5 ओभरमा 150 रन हान्थ्यो। डराएको होइन क्या, त्यसलाई फ्लप गएको भन्दैन। एउटा गेममा 2-4 रन हान्दैमा त्यो हुँदैन। अनि सुदूरपश्चिम रोयलकै फ्यानहरू होला, मैले लाइभमा हेरेको कमेन्टमा यस्तो नराम्रो शब्दहरू बोलिरहेको थियो, यस्तो नराम्रो शब्द बोलिरहेको थियो। विदेशी खेलाडी ल्याएर जितायो, यो त्यो मुख छाडेर फोहोरी शब्दहरू पुरा बोलेर गइरहेको थियो क्या। म चाहिँ उहाँलाई चाहिँ के भन्न चाहन्छु भने विदेशी खेलाडी सबै टिमले ल्याएको छ, बुझ्नुभयो नि। 8वटै टिमले ल्याएको छ, सबैले ल्याएको छ, सबैको खेल देखेको छ। नेपाली खेलाडीको कुनको चाहिँ छ र? विदेशीको खेलाडीकै रन पनि सबभन्दा मोस्ट हाइएस्ट रनै छ, विदेशी खेलाडीकै छ। अनि सुदूरपश्चिमकोमा चाहिँ थिएन नि त विदेशी खेलाडी गाइजहरू। म त छ जस्तो लागिरहेको थियो कि लोकल छ सुदूरपश्चिम रोयलमा त। यस्तो हार्न लाग्दाखेरि चाहिँ रुनी अनि जे पाए त्यही बोल्ने बानी नगरौँ क्या गाइजहरू, बुझ्नुभयो नि। हिजो अस्तिसम्म जित्दाखेरि चाहिँ पुरा चुरुपुरु थियो, जुमजुम थियो। सुदूरपश्चिममा त सबै विदेशी खेलाडी जस्तो गरेर भनिरहेको थियो। अनि आज जब विराटनगरले जित्न खोज्यो अनि त्यसपछि चाहिँ अनि तब मुखले विराटनगरको सबै विदेशी खेलाडी ल्याएर रे चुरुपुरु गऱ्यो रे, यस्तो उस्तो रे। नेपाली खेलाडी पनि छ त विदेशी खेलाडी विराटनगरमा त, लास्टमा फिनिसिङ त नेपाली खेलाडी गरेको त। त्यस्तो नगरौँ, यो गेम हो, सधैँ सुदूरपश्चिमले जित्छ भन्ने छैन। पोहोर जनकपुरले फाइनल चालेको खै त, यसपालि त नकआउट चरणबाटै बाहिरिसक्यो। गेम हो क्या, गेम भनेको आज एउटा जित्छ भोलि एउटा जित्छ, त्यसमा धेरै गर्नु पर्दैन क्या। फ्यान हो, फ्यान भइसकेपछि सुदूरपश्चिमलाई सबैलाई म त सबै टिमलाई सपोर्ट गर्छु, सबै टिमले राम्रो गरोस्। सबैले गर्ने हो भने त फाइनल कहिले उचाल्ने? 8 जनालाई बाँड्ने हो र? 8 भाग लगाउने हो र? जित्ने भनेको जाममा एउटैले हो, फाइनलमा पुग्ने भनेको 2टै टिम हो। त्यसरी चाहिँ नबोल्नु क्या गाइजहरू। एउटा ब्रदरले बोल्नुभएको थियो, मैले हालेको छु, हेर्नु होला है गाइजहरू। अनि ब्रदरलाई भन्न चाहन्छु 180 को टार्गेट होइन, आज 147 को टार्गेट 150 पनि कटाउन सकेन सुदूरपश्चिमले। ब्रो सधैँभरि एउटै हुँदैन क्या। अनि 11.5 ओभरमा 150 रन विराटनगरले हान्दियो।